आज चाहिँ हामी फुटबलको बेसिक कुरा चाहिँ सर्ट पास चाहिँ कुन पोजिसन तपाईँको किकिङ फुट नन किकिङ फुट चाहिँ कुन पोजिसनमा राइट हुन्छ, त्यसले गर्दाखेरि चाहिँ तपाईँको राम्रो सर्ट पास जान्छ, त्यो कुरामा चाहिँ हामी सिक्न गइरहेका छौँ। कृपया तपाईँले चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला। फर्स्ट अफ अल चाहिँ तपाईँलाई हामी स्टेप बाई स्टेप चाहिँ सर्ट पास दिँदाखेरि चाहिँ तपाईँको बडी पोजिसन चाहिँ कुन एङ्गलमा हुँदाखेरि चाहिँ राम्रो सर्ट पास जान्छ त्यो देखाउने छौँ। कुराहरू सर्ट पास दिँदाखेरि चाहिँ तपाईँले चाहिँ आफू चाहिँ यो बलको सिधा पछाडि उभिने, अहिले चाहिँ बल हान्दाखेरि चाहिँ जुन खुट्टा चाहिँ तपाईँले ल्यान्डिङ गर्नुभएको छ नन किकिङ फुट, त्यसलाई चाहिँ बलको सिधा राख्ने। अनि त्यसपछि चाहिँ तपाईँको जुन खुट्टाले चाहिँ तपाईँ बल हान्दै हुनुहुन्छ किकिङ फुटलाई, त्यसलाई चाहिँ ब्याक लग्ने। अनि हिप चाहिँ खोलेको हुनुपर्यो सर्ट पासको लागि। अनि ब्याक लगिसकेपछि एङ्कल लक गरेर चाहिँ बललाई चाहिँ त्यहीसँगै चाहिँ पछाडि खुट्टालाई चाहिँ अगाडि लग्ने। ज्यादा बडी पछाडि पनि नगर्ने, डाउन पनि नगर्ने। पछाडि गरेपछि हाई उठ्ने चान्स हुन्छ, बडी डाउन गरेपछि चाहिँ तपाईँको बबल हुने हुन्छ। बडी टक्क बलको बिचमा चाहिँ हान्ने, तपाईँको सर्ट पासको लागि एक्युरेट पास हुने गर्दछ। धन्यवाद।